चिटिङ इज रङ अनि पब्लिक सेमिङ गराउनु पनि एकदमै रङ। कसैले तपाईसँग लाइफ बिताउन चाहँदैन भन्दैमा उनीहरूलाई बाँच्नै नदिने चाहिँ कसैको राइट हुँदैन है। पिपुल आर अलाउड टु लिभ यु के। म चाहिँ यही सिद्धान्तमा बाँच्छु के मेरो लाइफ। अनि एउटा कुरा चाहिँ पार्टनरलाई मात्र फोकस गर्ने, तिनीहरूलाई मात्र इन्भेस्ट गर्ने चाहिँ छोडौँ है। आफूमा गर्नु न अरूलाई गर्नु भन्दा। अरूलाई हामीले कन्ट्रोल गर्न सक्दैन के। उनीहरू लोयल बसाउन, हामीलाई छोडेर नजान। के हुन्छ उनीहरूलाई मात्र फोकस गर्ने, उनीहरूलाई मात्र इन्भेस्ट गर्ने अनि उनीहरू माथि माथि पुग्छ, ग्रोथ अपर्च्युनिटी थ्राइभिङको बाटोमा हिँड्छ अनि तपाईँ चाहिँ तल मिजरेबल भएर बस्यो भने पानी र तेल जसरी छुट्टिन्छ क्या। उनीहरू चाहिँ ह्याप्पी आफ्नो लाइफ जिराखेको हुन्छ अनि तपाईँ चाहिँ त्यहाँ इन्सेक्योर भएर 24 घण्टा शङ्का हान्ने ल्याङ गरेपछि अनि भाग्छ क्या। त्यहाँ मेलै हुँदैन। बिहा गर्यो भन्दैमा, इन्भेस्ट गर्यो भन्दैमा तपाईँ उनीहरूको ओनर मालिक हुँदैन क्या। यसो हेर्नु त, म्यारिज सर्टिफिकेट होला, ओनरसिपको सर्टिफिकेट होइन होला। कस्तो कन्ट्रोल फ्रिक भएको के हामीहरू। बिहा गर्यो भन्दैमा यु डोन्ट ओन देम, वी क्यानट कन्ट्रोल अदर्स। चिट गर्छ भने लिगल वेमा जाने, छोडिदिने, भागभन्डा के गर्नुपर्ने छ गरेपछि। इगोमा आएर रिजेक्सन ह्यान्डल गर्न नसकेर होइन यस्तो गर्न छोडौँ, एउटा कुनामा बसौँ, रोम, 7 दिन मात्र एक्लै बसेर सबै प्रोसेस गर्नु होइन। यो त्यसपछि ट्रुली आफूले आफूलाई बुझ्छ कि आफ्नो कमी कमजोरी के गल्ती। कुनामा बसेर एउटा कपी लिने, आफ्नो फिलिङ्सहरू सबै लेख्ने, जर्नल गर्ने, त्यसपछि हुन्छ ट्रु हिलिङ। यहाँ सोसल मिडियामा आएर भाँड भैलो मचाएर तपाईँको हिलिङ प्रोसेस मात्र ढिलो हुन्छ। 5 मिनट मेबी। मलाई हेर्नु न, गोरो सलमान खान जस्तो बुढा, कमाउने माया गर्ने बुढा छ भन्दैमा त्यसकै भर परेर त्यसकै ध्यान दिएर मात्र बस्दिनँ। म आफूमै इन्भेस्ट गर्छु, जहिले उसलाई भन्दा अगाडि आफूलाई राख्छु। कसरी ग्रोथ हुने, कसरी विजडम धेरै पाउने भनेर जहिले लागि परेको छ। यति मनको कुरा पनि मैले बोलेर सेयर गर्न सक्थेँ होला, तर मेकअप गरेर गर्यो नि, ब्युटी ब्रान्डहरूले मलाई रेकगनाइज गरोस्, कोल्याब गरोस् अनि मैले पैसा कमाउन सकोस् भनेर गरेको। आफूलाई ध्यान दिने, अरूलाई होइन। अरूको मन ज्यान कति बेला तलमाथि हुन्छ हामीलाई थाहा छैन। हामीले हामीलाई मात्र कन्ट्रोल गर्न सक्छ, अरूलाई होइन। ओके।